यहाँहरु सबैलाई नमस्कार। म चाहिँ म जन्मेको घर जलजला गाउँपालिका 1 नम्बर 7 धाइरिङ घाखेत भन्ने ठाउँमा यो तिहार मनाउनको लागि आएको थिएँ। तिहार असाध्यै राम्रो भयो। हाम्रो ठुल दिदी मार्फत हामीले टीका लगायौं र तिहार चाहिँ सकिँदै गर्दा अब छठ पर्वको यहाँहरु सबैलाई म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। आज यो खाली दिनमा घरमा लगाएको हाम्रो हजुरआमा अहिले तराई जानुभएको छ। हजुरआमाले लगाइदिएर छोड्नु भएको थियो यो बेसार हलेदो भनेर पनि यहाँ गाउँमा चिनिन्छ। यो हलेदो चाहिँ आज खनेर यसलाई सरसफाई गरेर धोएर धुने कार्यक्रम मैले अगाडि बढाएको छु। यो धोइसकेपछि यसलाई सफा गरिसकेपछि मसिनो चाना गरेर हामीले यसलाई ताछ्नु पर्छ। मसिनो चाना गराइसकेपछि यसलाई घाममा सुकाइन्छ र केही समय पछाडि मिलमा लगेर पिस्ने र खानयोग्य एउटा धुलो पाउडरको रूपमा यो तयार हुन्छ। र हामी बजार झर्दै गर्दा गाउँमा उत्पादन भएका यी अर्ग्यानिक चिजहरू बेसार पिँडालु हामी खन्दैछौँ। त्यसपछि गएर अदुवा खन्दैछौँ। यी चिजहरू यहाँका तरकारीहरू बोडीहरू सिमीहरू यहाँ छन्। यिनीहरूलाई लगेर हामी बजार गयौँ भने असाध्यै मिठो अर्ग्यानिक खाना बनाएर हामी खान सक्छौँ। बजारमा चाहिँ विषादी प्रयोग गरेका चिजहरू खाँदा खाँदै हैरान परेको अवस्था छ। यो गाउँको थोरै चिज भए पनि असाध्यै मिठो असाध्यै पोषणयुक्त र विषादी रहित चिजहरू प्रयोग गर्दा आनन्दको महसुस हुन्छ। र म सबैजनालाई यी गाउँका आफ्ना घरहरू बाँझा रहेका जमिनहरू प्रयोग गर्नको लागि र विभिन्न चिजहरू तरकारीहरू यस्ता बेसार पिँडालु अदुवा लगायतका चिजहरू मसलादार बालीहरू पनि लगाउन सकियो भने फुर्सदको टाइममा हामीले चाहिँ प्रयोग गर्न अर्ग्यानिक चिज प्रयोग गर्दा स्वास्थ्यलाई पनि राम्रो हुन्छ। यो किसिमको सन्देश र शुभकामना सबैजनालाई दिन चाहन्छु। धन्यवाद।